रेडियो चाहिँ धेरै राम्रो छ। लाइक शेयर सब्स्क्राइब गर्नु होला। हामी काम गर्ने होटल चाहिँ यही हो है। घर जाने, खेती गर्ने, ओहो गाई पाल्ने, गोरु पाल्ने। अब त रङ लाउँदैन हुन्छ होला, रङ लाउन सिकिहाले। पेन्टिङ गर्ने सब मेरो बाउले किनेको गाडीहरू। गाइज आई एम ब्याक आफ्टर लङ टाइम। यो चाहिँ हाम्रो होटल हो। आज चाहिँ हामी घुम्न जाँदैछौँ लिलामु र म। लिलामु के छ? कता जान्ला हामी आज बिचतिर घुम्न गर्दै जाँदैछौँ। आज सन्डे बिदा हाम्रो। हामी काम गर्ने होटल चाहिँ यही हो है। दामी छ। कताबाट जाने हो? अब अहिले चाहिँ सुनसानै छ प्रायः, होटलहरू खुले छैन। त्यही भएर पनि अब आइतबार चाहिँ बिदा देखायो हामीले। त्यही भएर टक्क दिनभरि सुत्यौँ, मस्त घुम्यौँ। अब जाँदैछौँ फेरि बिचतिर। टक्क लाएर हामी बिचमा पनि देखाउने छौँ। यसरी त दामी देख्दो रहेछ यार होटलको होइन। अनि के छ, कति भयो साइप्रस आएको दाजु? 1 वर्ष भयो। 1 वर्ष भयो साइप्रस आएको। अनि कसरी आउनुभयो? कुन म्यान पावरबाट आउनुभयो? के भनेर आउनुभयो? आउन त के भनेर आएको थाहा छैन। यहाँ आएर अलग छ। अल्ठुसेल भन्नु, अल्ठुसेल भन्नु। सबै ठिकै छ होइन। युरोपतिर छ भन्ने छ, तर अब अरू त मनमै छ। त्यही हो हजुर। युरोप ठाउँ भनेको छ। अब हुनु चाहिँ यो पनि यो खाली नै भन्छ होला नि। खाली नै हो। गर्मी यस्तो चर्को छ। अहिले बेलुकाको 5 बज्यो। घाम यस्तो छ हेर्न सक्नुहुन्छ। घाम हो माथि नै छ, आकाशको माथि नै। अब यो त भर्खर गर्मी सुरु हुँदैछ भर्खर। 2 दिन त भयो नि गर्मी भयो। 20 तारिक बढ्छ। 3 दिन हो। चर्को छ। त्यही पनि आज चाहिँ अहिले ज्याकेट स्याकेट लगाएर डर छ भनेर सुरुमा छालाको माया हुन्छ नि त। नेपालबाट गोरै नभए अलिअलि सेतो भएर आयो। फेरि यहाँबाट कालो हुन त मन छैन। त्यही भएर अलिअलि चक्क केयर गरेर सुरुमा त फेरि के अरे सनब्लक के भन्छ सनस्क्रिन लगाएर हिँड्यो नि त पछि। अनि ड्युटी पनि ब्रेक सिफ्ट पर्छ। अनि समुद्रमा पौडी खेल्न गयो, कालो भएर। यो मान्छे अहिले यस्तो छ। म फेरि कुनै दिन भिडियो बनाएर हाल्छु, पुरै कालो भन्छु। कालो होइन कालो। उयो मार्केट खोल्दैन क्या योपालि? उयो मार्केट लगाइज हामी भिडियो देखाउने नै छौँ, जाँदै गर्छौँ। बिचमा गएपछि फेरि भेट्छौँ। हाई गाइज, हामी चाहिँ लान्डा बिच आइपुग्यौँ। अहिले 5 बजे पनि मान्छेहरू पौडी खेल्न थाल्छ। कति गर्मी भयो होला आफै सोच्नु होला। यहाँ पुरै यहाँ भलिबल खेल्ने ठाउँ छ, यता पौडी खेल्ने ठाउँ छ। यो चाहिँ लाइफ गार्ड बस्ने ठाउँ। हाम्रो आइनाबागको भन्दा ठुलो बिल्डिङ भने यही हो, अरू त छैन खास चाहिँ। हामीहरू ज्याकेट स्याकेट लगाएर मान्छेहरू यहाँ पुरै भलिबल सलिबल खेल्दै हिँडिरहेछन्। हामी यहाँबाट कता निस्बिच जाने होइन। आज हामी युरोपको जो टप 10 भित्र पर्ने एउटा बिच छ, निस्सी बिच। टप 10 भन्छ। मैले सर्च गरेर हेरेँ नि छैन, केही पनि छैन। त्यतिको हावा भने है के हो। त्यहाँ जान्छौँ, नयाँ नयाँ रमाइलो दृश्यहरू देखाउँछौँ। यस्तो रुखहरू दामी छ है। बाटो पनि यस्तो छ। होइन खै के हो यो रुखको नाम थाहा हुनेले कमेन्ट गरौँ है। यो राम्रो फुल्या छ। समुद्रको छेउमा ल हेर्नु बिच चाहिँ हो। पौडी खेल्न थाल्छ मान्छेहरू अहिले त। 2 दिनमै कस्तो मान्छे बढ्यो है। भन्नै छ त पौडी खेल्ने मान्छेहरू। रोड पनि कति दामी बनाएको छ है। रोड पनि कति दामी छ। भङ्गेरा नेपालबाट उडेर आएको अरे क्या। बोर्ड छोडेर नेपालबाट कमाउन आएको अरे त्यो पनि साइप्रस। अनि तपाईँको 2 वर्षको भिजा होइन? 3 वर्ष 4 वर्ष। अब 4 वर्ष। अनि सकेपछि कुन देश जाने प्लान छ? सकेपछि घर जाने, खेती गर्ने, ओहो गाई पाल्ने, गोरु पाल्ने। अब त रङ लाउँदैन हुन्छ होला, रङ लाउन सिकिहाले। पेन्टिङ गर्ने, क्लिनिङ सबै आइगयो नि अब त। ठिक छ। गएर बाख्रा पाल्ने हो। म चाहिँ गएर नेपाल गएर चिया पसल खोल्नु क्या खोल्दै। त्यो अहिले हुन्छ नि त्यो चिया जानेवाला क्या त्यस्तो चाय लेलो भन्ने होला। राम्रो बनाएर रेस्टुरेन्ट टाइपको खोलिन्छ। एउटा रिसोर्टै खोल्ने सपना चाहिँ अब हेरौँ के हुन्छ।
बिस्तारै पुरा होला नि एक न एक दिन हैन गर्दै जाउँ पाउँदै जाउँ मेहनत गर्दै जाउँ अघि बढौँ यहाँ यस्तो है बिचको बाटो चाहिँ यता चाहिँ टक्क बिच छ दामी देखिन्छ दाबाट यस्तो छ गाडीहरू यहाँ छ है यो चाहिँ चिया दोकान चिया पाउला भने फेरि आउनु होला आउँदैन यही है लान्डा बिच चाहिँ लान्डा बिच यता फेरि के बिच छ अरे यताबाट चाहिँ निसी बिच जान्छ यहाँ खै के पकाउनु होला नि गर्मी हुँदो रहेछ यार हामी मात्र होला ज्याकेट लाएर नि ए यहाँ त मैले लगभग 1 वर्षै पछि होला लग बनाएको पहिला हामी पौडी खेल्दा यहाँ जान्थ्यो उयो ढुङ्गामा तल थाहै छ नि ढुङ्गामा त्यहाँनिर गएर हामी उटाङ लाएर बस्यो त्यहाँ त हामी एकचोटि लड्यो यहाँ पार्किङ यस्तो बालेन साल यस्तो बनाइसकेको छ नेपाललाई बागमतीको खोला यो यो चाहिँ किनार हो शङ्खमुलको शङ्खमुल होटल सोल्टी होटल पनि शङ्खमुल गएको तपाईँ बानिसमा तलपट्टि यहाँ ढुङ्गा धारा नि छ थाहा त्यहाँ सोल्टी होटल होला है कुन चाहिँ गाडी चाहियो भन्नु है यहाँ सब मेरो बाउले किनेको गाडीहरू जाउँ दामी गीत बजिरहेको खैरीहरू नाचिरहेको पुरै हो रमाइलो छ गाइज हामी अब फोटो खिच्दै भिडियो बनाउँदै अघि गाडी बढ्छौँ निसी बिच पुगेपछि भेट्नु है त ए हामी चाहिँ अब निसी बिच लगभग आइपुग्न लाग्यौँ अहिले चाहिँ यहाँको त होटलहरू पनि खुल्छ रहेछ यार है यहाँ चाहिँ सनबेडहरू पनि रेडी भइसक्यो सब रेडी भइसकेको रहेछ केही पनि केही पनि थिएन यहाँनिर यार अहिले त यो पुरै छाताहरू राखेको छ हामी उयो टापुमा पनि पुगेको थियौँ यहाँबाट गएर हामी मात्र रहेछ ज्याकेट लाएर नि नाङ्गा पऱ्यो नि कताबाट जाने हामी यताबाट बाटो छेउछेउ जाने यताबाट छेउबाट कि यता भित्रबाट बालुवामा जुत्ता लाएर हिँडेको छौँ हामी जुत्ता अब कस्तो नि हो जुत्ताको हालत यस्तै छ भोलि ज्याकेट नलागिनु पऱ्यो म पनि कालो होइन होस् है भोलि ज्याकेट नलागिनु पऱ्यो कि कालो होइन होस् लाजै लाग्ने भइसक्यो यहाँ त भिडियो नबनाउनु क्या है सबै नाङ्गा है हाम्रो एसियन हिसाबको छैन यहाँ माहौल हामी भिडियो पोस्ट गर्दैछौँ यता पहाडबाट जाउँ बाटो बिचबाट एसियन माहौलको अलिक वातावरण भएन हुन त अब केही फरक पर्दैन त्यही पनि फेरि प्राइभेसी हनन गरिस् भनेर फेरि खोन आयो पनि छैन होइन भन्छ नि कतिले त मान्छे अहिले निसी बिचमा आइपुगेका छौँ सबै आज मान्छे लास्टै बढिसक्यो अहिले त पुरै हेर्न सक्नुहुन्छ छाता ओढेर टक्क लाएर हामी चाहिँ जुत्ता ला भएर यता बालाबाट धेरै हिँडेको होइन छेउछेउबाट हिँडेको छौँ यहाँ बाटो छ त्यही कुचु धेरै मान्छे आइसक्यो हामी मात्र होला ज्याकेट रात देखाएको पहिला कहाँ एउटा भेटेल एउटा हुँदा त हामी म यत्रो ज्याकेट लगाएर आएको छु लेदरको यताबाट रोमाइन्छ यार त्यही भएर टप पनि हो वर्ल्डको युरोपको टप 10 त्यही भएर त होला यस्तो बस्नु हुँदैन नि हाम्रो यहाँ रमाइलो हुन्छ नि बस्नु हुँदै त ट्याक्क त्यहाँनिर एउटामा एकजना अथवा दुईजना रमाइलो हुन्थ्यो यही हो है निसी बिच चाहिँ त्यहाँनिर अघिनाको जम्मा भएको यो चाहिँ भिल्लाहरू होला नि त्यसको लागि के हो होटल यहाँ पनि नेपालीहरू छन् है यहाँ न कस्तो दामी देखेँ
हामी अब त्यो डाँडामा जान्छौँ त्यो डाँडामा बस्छौँ अनि कस्तो लागिरहेको त रमाइलो छ गर्मी भइरहेछ हल्का हल्का गर्मी भइरहेछ बाँकी त रमाइलो छ रमाइलो छैन यस्तो बल छ रमाइलो भइहाल्छ धेरै पछि मान्छेको भिड देख्यो नि त हामीले त्यही भएर नि रमाइलो लाग्यो मलाई त के रमाइलो हुनु त यहीँ फुटबल खेलिरहेको छ ए हामी यहाँ टापुमा आएको डाँडामा अस्ति नै हामी उता एउटा नुन खाने गएको थियो त्यहाँ चाहिँ जाँदैनौँ हामी अहिले यहाँनिर यो मरुभूमि जस्तो टापु छ सगरमाथाको चुच्चोहरू जस्तो हिमाल जस्तो यहाँनिर बस्छौँ फोटोसोटो खिच्छौँ भिडियो सिडियो बनाउँछौँ अनि टक्क बिस्तारै फेरि त्यही मिसिबिच हुँदै जाने कि हाइवेबाट जाने हामी हाइवेबाट अनि फेरि जान्छौँ यहाँनिर म देखाउँछु कत्रो कत्रो हुन्छ अहिले त पानी घटेको नि त होइन हाम्रो पुरानो बस्ने ठाउँ हो अस्ति हामी यहाँ आएको होइन हो यहाँनिर यत्रो खाल्टो यार पानी यहाँसम्म आएको थियो उयो ढुङ्गासम्म कहाँ हेर्नु त्यहाँ हेरौँ न यहाँ हेरौँ न आज त घाम छ यार 5-6 बज्न लागिसक्यो हाम्रो पुरानो जक्सनमा आइपुगेको छौँ हामी यो ढुङ्गा राख्दै चुच्चो छ यार खोज्नु अब पानी बढेपछि यहाँनिर पुरै छाल आउँछ यहाँ मासम्म आउँछ अहिले चाहिँ आउँदैन दामी छ राम्रो घामले आँखामा बस्छ ठ्याक्कै यही हो आजको हाम्रो यात्रा यहीँसम्म हो हामी फेरि हिँड्दै जानुपर्छ आइनबक्सको भन्दा ठुलो बिल्डिङ यही हो हाम्रो होटेल नि यहाँनिर छ यहाँनिर छ कता छ देख्दैन ल गाइस अब हामी फोटोसोटो खिच्छौँ भिडियो सिडियो बनाउँछौँ फेरि एकछिनपछि भेट्नु है त कन्सेप्ट यही हो हाम्रो चाहिँ अब यहाँनिर फोटोसोटो पनि खिच्यौँ अनि एकदा टिकटकको लागि भिडियो पनि बनायौँ दुईजनाले पालै पिलो अब यहाँबाट हामी जान्छौँ होटेलमा गएर फ्रेस हुन्छौँ आराम गर्छौँ कस्तो लाग्यो आजको दिन सन्डे फन्डे बवाल भयो अब हामी रुम जाँदैछौँ रुम गएर खाना पकाउने हो मेरो भिडियोलाई के भन्न चाहनुहुन्छ तपाईँ भिडियो चाहिँ धेरै राम्रो छ आई लाइक सेयर सब्सक्राइब गर्नु होला त्यो त अहिले नै गर्नु पऱ्यो त हामी अब भिडियोको अन्तिम आइसकेको छौँ अब हामी रोड जान्छौँ त्यहाँबाट चाहिँ बनाउँदैनौँ अब अँध्यारो पनि भयो अब चार्ज पनि सकिनलाई म आज प्लानै थिएन त्यत्तिकै हावाहुरीमा हिँडेको त्यसैले अब बाई बाई भन्दै See you soon. अर्को दिन फेरि हामी भेट्छौँ बाई बाई